गुड मर्निङ एभ्रिवान। तपाईहरुलाई एउटा म सजिलो तरिका बताउँदैछु है। 2002 मा चाहिँ भोटर लिस्टमा नाम कसरी खोज्ने भनेर। र त्यसको लागि चाहिँ तपाईहरुले यहाँनिर गुगल क्रोममा गएर यहाँनिर यसमा हेर्नुस्, यहाँनिर सर्च गर्नुस् भोटर पोर्टल भनेर है। भोटर पोर्टलमा क्लिक गरेपछि यो खोलिन्छ। यो खोलेपछि तपाईले यहाँ हेर्नुस् भोटर सर्भिस पोर्टल भन्ने छ, यहाँ क्लिक गर्नुस्। त्यहाँदेखि यो पेज खोलिन्छ। यो पेज खोलेपछि तपाईले अलिक तल तान्नुस् यसरी है। यसरी तल 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 तान्दै तान्दै जानुहोस्। अलिक तल आएपछि तपाईले यहाँनिर हेर्नु देख्न सक्नुहुन्छ सर्च योर नेम इन लास्ट एसआईआर, यहाँ क्लिक गर्नुहोस्। यहाँ क्लिक गरेपछि यहाँनिर देख्छ तपाईले सेलेक्ट स्टेट इन लास्ट एसआईआर, यहाँ क्लिक गर्नुहोस्। अब हामीहरुको सिक्किम चुज गर्नु पर्यो यहाँनिर हामीले है। सिक्किम गर्ने सिक्किमले अरु हुनेले अरु जग्गाको। जस्तै यहाँनिर अब हामीले सिक्किम निकाल्नु पर्यो। सिक्किममा क्लिक गर्यो। त्यहाँदेखि फेरि यहाँ छ डिस्ट्रिक्ट, कुन चाहिँ डिस्ट्रिक्टमा थियो हामीहरु। अब हामी रानीपुलको हो, रानीपुलको ईस्ट डिस्ट्रिक्ट। त्यहाँदेखि यहाँनिर छ सेलेक्ट एसी इन लास्ट एसआईआर, त्यसमा क्लिक गर्दाखेरि अब हामी कुन चाहिँ उयसमा थियो हेर्नु पर्यो भने यहाँनिर हामीहरु थियो रुम्तेक कन्स्टिट्युएन्सी। यहाँ चाहिँ रुम्तेक बिएल। त्यहाँदेखि पुलिङ स्टेसन कुन चाहिँ अब आफ्नो पुलिङ स्टेसन हुन्छ यहाँनिर। अब हामीहरुको पुलिङ स्टेसन थियो रानीपुलमा, हामीहरु हार्टसेटमा हाल्थ्यो र हार्टसेटको पुलिङ स्टेसन हो यहाँनिर चाहिँ। यहाँ हेर्नुस्, यहाँ क्लिक गरेपछि यहाँ भ्यूमा क्लिक गर्नुपर्छ। यति गरेपछि तपाईहरुको सबैको 2002 मा नाम हुनेहरुको सबैको लिस्ट यसरी निस्किहाल्छ। तपाईलाई पनि सजिलो, सबैलाई सजिलो हुन्छ। अरूलाई पनि बताइदिनुस् यो कुरा चाहिँ। यो कुरा शेयर पनि गरिदिनुस्, सबैले थाहा पनि पाओस् यो सबै कुरोलाई। किनकि अहिले एसआईआरले गर्दाखेरि सबैलाई लिस्ट निकाल्नु जरुरी छ र यसरी नै निकालिन्छ। 2002 मा लिस्ट भएको नामहरु यसरी नै निकालिन्छन्। धन्यवाद हजुर।